अहिले संसार नै महामारी यो कोरोनाको चपेटमा छ र नेपाल पनि यसको अछुता रहन सकेन र खास गरिकन हामी जहाँ बसेका हौं सप्तरी सुरुमा राम्रै अवस्था देखिएको थियो तर आज हटस्पटको रूपमा राजविराज खास गरिकन देखिएको छ। यो अवस्थामा महामारीबाट बचाउन मान्छेलाई सजग गराउन र मान्छेको जीव बचाउन जान बचाउनको लागि हामी एउटा राजनीतिक पार्टीको जिम्मेवार व्यक्तिको हैसियतले हामी सबै प्रयत्नहरू गरिरहेका छौं। यहाँ चाहिँ जति पनि यो महामारीसँग बच्नको लागि उपायहरूको बारेमा विपद व्यवस्थापन समितिले बोलाएको बैठकमा हामी गएर सबै सुझाव र सल्लाहहरू र त्यसका कार्यान्वयन गर्नका लागि हामीले समन्वय गरी अगाडि बढिरहेका छौं। यो कोभिड कालमा तपाईले सरकार या स्थानीय तह या स्थानीय प्रशासनसँग समन्वय सहकार्यको कुरा गर्नुभयो। तपाईहरुले आफ्नो पार्टीगत रूपमा कस्तो भूमिका निर्वाह गर्नुभएको छ? हामीले पार्टीगत रूपमा पनि कि आफ्नो सम्पूर्ण निकायलाई जनतालाई सचेत गराउने, त्यहाँ स्थानीय निकायमा क्वारेन्टाइनमा भएका व्यक्तिहरूलाई सहयोग गर्ने र त्यहाँ का राहतका कुराहरूमा, मास्कका कुराहरूमा, सेनिटाइजरका कुराहरूमा हामीले सबै कार्यकर्ताहरूले आह्वान गरी लगाएका हौं र त्यो सबै तहहरूमा राम्रै काम गरिरहेको छ भन्ने हामीलाई जानकारीमा छ। अहिले कोभिड-19 को नाउँमा धेरै भ्रष्टाचार भयो भन्ने कुराहरू आउँदैछ। यसमा तपाईको धारणा के छ? साँच्चै भन्ने हो भने यो त केन्द्रदेखि नै आम जनतासम्म यो कुरा फैलिएको छ कि तीन तहको सरकारले, केन्द्रीय सरकारले अहिलेसम्म पनि मलाई लाग्दैन कुनै पनि तहमा राज्यको उपस्थिति देखिएको छ यो महामारीमा, त्यो देखिएको छैन। तर अर्बौं अरबको हामी समाचारमा सुन्छौं, बुझ्छौं, अर्बौं अरबको खरिद बिक्री हुन्छ कोरोनाको लागि र तैपनि यो स्थानीय तह र निकायहरूमा हामी अहिलेसम्म त्यसको प्रत्याभूति गर्न सकेका छैनौं। राज्यले यो प्रदेश सरकारहरूले पनि अहिलेसम्म कुनै किसिमको सक्रियता देखाएको छैन। आफ्नो जिम्मेवारीबाट सबै पन्छिने गरेको छ र स्थानीय निकायलाई क्वारेन्टाइनको विकास रोकेर स्थानीयमा क्वारेन्टाइनलाई जनतालाई के अरे संक्रमित व्यक्तिहरूलाई या विदेशबाट आउने या अरू ठाउँबाट आउने मान्छेहरूलाई उसमा स्थानीय निकायमा क्वारेन्टाइनमा राख्ने र त्यसको व्यवस्थापनका लागि स्थानीय निकायले दिएको छ। स्थानीय निकायले पनि जुन मान्छेहरूमा भ्रष्टाचार भयो, राम्रोसँग काम गर्न सकेन, यति उति भन्ने गर्छ, त्यो यथार्थमा आम जनतामा फैलिएको छ। त्यसको राम्रो सदुपयोग हुन समन्वय र सदुपयोग हुन सकिरहेको छैन। त्यसकारण आम जनतामा अहिले ठूलो त्रास फैलिएको छ कि राज्यले हाम्रो जीवधनको रक्षा गर्नुपर्ने ठाउँमा संघ सरकार र प्रदेश सरकारहरूले केही पनि हामीलाई दिन सकिरहेको छैन। त्यसमा स्वाभाविक रूपमा भ्रष्टाचारको गन्धहरू राम्रै रूपमा देखिएको छ। अनि विपक्षी दलको नेताले यहाँहरूको भूमिका के रह्यो त? हैन, विपक्षी र सत्ता जोसुकै यो महामारीको समयमा हामीले सरकारलाई, राज्यलाई हामीले सल्लाह दिने हो, सुझाव दिने हो कि विपक्षीले अहिले आन्दोलनमा जाने कुरा होइन। यो महामारीको समयमा, लकडाउनको समयमा हामीले हरेक निकायहरूलाई सजग र सचेत गराउने हो, त्यसको आवाजहरू बुलन्द गर्ने हो, कमी कमजोरीहरूलाई अगाडि ल्याएर आम पब्लिकमा जाने हो र दबाव बढाउने हाम्रो नियत रहन्छ र विपक्षको रूपमा हामीले त्यही काम गर्दैछौँ।